उसको भावना कसरी केही सानो सानो प्रतीकमा अट्न सक्छ। आज हामी नेपाललाई चिनाउने तिनै खास प्रतीकहरू बारेमा कुरा गर्नेछौँ। ल हेर्नुहोस् त, यो पाना सामान्य देखिए पनि नेपालको पहिचानको मुटु नै यही हो। यो खाली चित्रहरूको थुप्रो मात्रै होइन नि, यो त हाम्रो देशको कथा हो, जसलाई हामी अब एक एक गरेर खोतल्दै जानेछौँ। ल, हाम्रो यो यात्रा सुरु हुन्छ कुनै पनि देशको जगबाट। त्यो हो उसको भूमि। यो नक्सालाई हेरौँ न, हिमालको चुचुरोदेखि तराईको फाँटसम्म कति धेरै विविधता छ। तर हरेक प्रदेशको आफ्नो पहिचान भए पनि सबै मिलेर एउटा सिङ्गो र सुन्दर देश बनेको छ। नेपालको सुन्दरता नै यही हो। अब भूमिको कुरा त भयो, तर त्योभन्दा पनि महत्त्वपूर्ण कुरा यहाँका मानिसहरूको आवाज, उनीहरूको आत्मा। त्यो हो हाम्रो राष्ट्रिय गान, जसले सबैको भावनालाई एउटै धागोमा उनेको छ। राष्ट्रिय गानको यो पहिलो लाइन, सयौं थुगा फुलका हामी एउटै माला नेपाली। एकछिन रोकिएर सोचौं त, यी सामान्य लाग्ने शब्दहरूमा नेपालको पुरै सार लुकेको छ। यसको अर्थ साँच्चीकै कति गहिरो छ। यसले के भन्छ भने हाम्रा फरक फरक जात जाति, भाषा र संस्कृतिहरू कमजोरी होइनन्, बरु ती त एउटा सुन्दर माला बनाउने अलग अलग फूलहरू हुन्। यो गीत मात्र होइन, यो हाम्रो एकताको उत्सव हो। अनि अब हाम्रो यात्राको अन्तिम भागमा हामी ती प्रतीकहरूलाई अझ नजिकबाट हेर्नेछौँ, जसले नेपालको परिचयलाई आकार दिन्छन्। सबैभन्दा पहिले हाम्रो राष्ट्रिय झण्डा। यसको आकार नै कति फरक छ हैन त। संसारकै एउटै मात्र यस्तो झण्डा हो जुन चारकुने छैन। यसका दुई त्रिकोणले हिमाल र देशका दुई प्रमुख धर्मलाई जनाउँछन्, अनि चन्द्र र सूर्यले नेपाल सधैँ अटल रहनेछ भन्ने सन्देश दिन्छन्। अब झण्डाबाटै तलतिर हेर्दा राष्ट्रिय छाप देखिन्छ। यसमा पनि त्यही एकताको भाव छ। सगरमाथा, हरिया डाँडाहरू र मिलिरहेका हातहरू, यी सबैले हाम्रो भौगोलिक र सामाजिक एकतालाई देखाउँछन्। अब कुरा गरौँ हाम्रो राष्ट्रिय रङ सिमरिकको। यो रङ खालि रङ मात्र होइन, यो त नेपालीको वीरता र साहसको प्रतीक हो। हाम्रा वीर गोर्खालीहरूको बहादुरीको चिनो। अनि याद गर्नुभयो, यही रङले हाम्रा अरू प्रतीकहरूलाई पनि एकै ठाउँमा जोडेको छ। अनि हो, त्यही सिमरिक रङको सबैभन्दा सुन्दर उदाहरण के होला? पक्कै पनि हाम्रो राष्ट्रिय फूल लालीगुराँस। पहाडमा फुल्ने यही फूलको गाढा रातो रङ हाम्रो झण्डामा पनि झल्किन्छ। प्रकृति र राष्ट्रिय गौरवको कस्तो गजबको सङ्गम। त्यस्तै हाम्रो राष्ट्रिय जनावर गाईले हाम्रो पहिचानमा एउटा सांस्कृतिक र धार्मिक आयाम थप्छ। गाईलाई पवित्रता र मातृत्वको प्रतीकको रूपमा हेरिन्छ। अनि अन्त्यमा हाम्रो राष्ट्रिय चरा डाफे। यसका रङ्गी बिरङ्गी प्वाखहरूले हिमालको सुन्दरता र त्यहाँको जीवन्त प्रकृतिलाई झल्काउँछन्। ल, हामीले यी सबै प्रतीकहरूलाई एक एक गरेर हेर्यौं। तर प्रश्न यो हो कि जब यी सबै एकै ठाउँमा आउँछन्, यिनीहरूले मिलेर कुन कथा भन्छन् त? यी टुक्राहरूलाई जोड्दा कस्तो चित्र बन्छ होला? र अन्तमा हामी फेरि त्यही सुरुको तस्बिरमा आइपुग्छौँ। यो भूमि, राष्ट्रिय गानका ती शब्दहरू अनि एक आपसमा जोडिएका यी सबै प्रतीकहरू, सबैले मिलेर एउटै कथा भनिरहेका छन्। अनेकतामा एकता भएको एउटा सुन्दर नेपालको कथा हो। यही नै हो नेपालको राष्ट्रिय